चाहिँ काउली बढ्दै हुनुहुन्छ। काउली बढ्दै हुनुहुन्छ। हजुरको काउली फल्ने बेला भन्दैमा ए अलि यता हेरिदिनु त एकचोटि यता काउली फल्ने बेला भएन भने ए बाग्लो भएछ ए फल्छ जस फल्छ फल्ने बेला अन्त एकदम सोल्दै छ। अनि आलु पनि यत्रो यत्रो फल्छ कि के हो है अब फल्यो भने त हटाउने गरेर खानुपर्छ नि त बिहान बनाउनु पर्छ नि त। अनि काउली छ उहाँ गोड्दै हुनुहुन्छ। अनि रायोको साग छ उता रायोको सागहरू पनि छ है यस्तो गोठ पनि बनाएको छ। जे होस् तरकारी खानको लागि चाहिँ उत्पादन गरेको छ अर्ग्यानिक यस राम्रो छ भनौँ न। आलु चाहिँ राम्रो भएको छ। अब कत्रो कत्रो बल्छ यत्रो यत्रो बल्छ बोरा बोरा बल्छ है होइन हेरौँ फलेपछि देखाउन यत्रो यत्रो यस्तो यस्तो क्या यस्तो यस्तो